आजभोलि सेयर मार्केट भनान जताततै सुनिन्छ। तर यो सेयर भनेको के हो, कम्पनी कसरी सेयर मार्केटमा जान्छ र कसरी कारोबार हुन्छ, अनि सेयर मार्केट किन हरेक कन्ट्रीमा आवश्यक छ, यी सबै कुरा यो भिडियोमा एक्सप्लेन गर्नेछौँ। हामीले अबदेखि बेसिक्स अफ सेयर मार्केटको सिरिज नै सुरु गरेका छौँ। यो सिरिजमा हामीले बेसिकदेखि एडभान्ससम्मको धेरै कुरा कभर गर्नेछौँ। आज चाहिँ सुरु गरौँ। फर्स्टमा वाट एक्ज्याक्टली इज सेयर। सेयर भनेको सिम्पली भन्नुपर्दा ओनरसिप अथवा स्वामित्व हो। कम्पनी खोलेपछि प्रत्येक पार्टनरले कति % ओनरसिप लिएको छ, जस्तै एकजनाले 50%, अर्कोले 25% वा 20%। यो पर्सेन्टेजलाई नै सेयर भनिन्छ। अझै डिटेलमा भन्नुपर्दा हजुरले कम्पनीमा कति % ओनरसिप वा इक्विटी होल्ड गर्नुहुन्छ, त्यही पर्सेन्टेज नै हजुरको सेयर हुन जान्छ। कुनै कम्पनी वा इन्स्टिट्युसनको ओनरसिप सजिलै बाँड्न, लिन दिन, बेच्न वा ट्रान्सफर गर्न सजिलो होस् र सिस्टमेटिक होस् भनेर बनाएको कानुनी र वित्तीय साधनलाई नै सेयर भनिन्छ। अब सेयर मार्केट भनेको चाहिँ ओनरसिपको किनबेच गर्ने ठाउँ हो भनेर बुझ्न सकिन्छ। र कसैलाई लाग्न सक्छ, कम्पनीले किन ओनरसिप बेच्छ त? कुनै कम्पनीलाई आफ्नो बिजनेस चलाउनको लागि लार्ज क्यापिटल चाहिन्छ। त्यसैले कम्पनीले फर्स्टमा आइपिओ इस्यु गरेर पब्लिकलाई बेच्न थाल्छ। आइपिओबाट क्यापिटल बाढेपछि कम्पनी नेप्सीमा लिस्ट हुन्छ, अनि नेप्सीमा लिस्ट भएपछि त्यो कम्पनीको सेयरहरू मार्केटमा किनबेच गर्न थालिन्छ। त्यही किनबेच गर्ने ठाउँलाई नै सेयर मार्केट भनिन्छ। कम्पनीले ओनरसिपलाई सानो सानो भागमा राखेर पब्लिकमा बेच्छ र पब्लिकहरू त्यो कम्पनीको सर्टेन पर्सेन्टेज किनेर त्यो कम्पनीको सेयर होल्डर हुन पाउँछन्। तर सबै कम्पनी भने नेप्सीमा लिस्ट हुन पाउँदैन। नेप्सीमा लिस्ट हुनको लागि कम्पनी पब्लिक लिमिटेड हुन साथै सेबनले तोकेको सबै क्राइटेरिया पूरा गरेको हुनुपर्छ। सेबन भनेको गभर्नमेन्टको रेगुलरी बडी हो, जसले आइपिओ, एफपिओ, म्युचुअल फन्ड, ब्रोकर, इन्भेस्टर सबैको एक्टिभिटिज मनिटर, रेगुलेटर, प्रोटेक्ट गर्ने काम गर्छ। अब कुरा गरौँ किन सेयर मार्केट एभ्री कन्ट्रीमा नेसेसरी छ। स्टक मार्केट भनेको ट्रेडिङ प्लेटफर्म मात्र नभएर नेसनल एसेस र वेल अर्गनाइज क्यापिटल मोबिलाइजेसन प्लेटफर्म मानिन्छ। नेपालमा पनि ठुला ठुला प्रोजेक्ट जस्तै हाइड्रो पावर, फाइनेन्सियल इन्स्टिट्युसन, म्यानुफ्याक्चरिङ इन्डस्ट्री सबैलाई लङ टर्म इन्भेस्टमेन्ट चाहिन्छ। यो सबै ब्याङ्कबाट मात्र पाउन पनि पोसिबल छैन, र यही ग्याप फिलअप गर्नको लागि सेयर मार्केटले हेल्प गर्छ। कम्पनीहरूले प्रमोटर सेयर, अर्डिनरी सेयर, राइट सेयर, एफपिओ जस्ता अप्सनबाट सजिलै क्यापिटल रेज गर्न सक्छन्। अब सोच्नुहोस्, सेयर मार्केट नै नभए कम्पनीले ठुलो ठुलो इन्भेस्टमेन्ट कसरी उठाउला, प्रोडक्सन कसरी बढाउला र इम्प्लोइमेन्ट र इन्टरप्राइज कसरी क्रिएट गर्ला। नेपालमा नेप्से भए जस्तै इन्डियामा एनएससी र बिएससी, अनि युएसएमा न्यासडेक जस्ता मार्केटहरू हुन्छन्। यी सेयर मार्केटको पर्फर्मेन्सलाई मेजर गर्न एकदम इम्पोर्टेन्ट टुल हुन्छ सेयर इन्डिसेस, जसले स्टक मार्केटको लिस्टिङ कति पोइन्टमा छ, कस्तो पेसमा बढ्दै वा घट्दैछ भनेर देखाउँछ। यो पोइन्ट हेरेर बाहिरबाटै देशको आर्थिक अवस्था, ग्रोथ र ओभरअल सेक्टरको कन्फिडेन्स कस्तो छ भनेर पनि बुझ्न सकिन्छ। त्यसैले स्टक इन्डिसेसलाई नै इकोनोमिक पर्सेप्सन पनि भनिन्छ। यसबाट फाइदा के हुन्छ भने बाहिरको फरेन इन्भेस्टरहरूले इन्ट्रेस्ट देखाउने चान्सेस धेरै हाई हुन्छ, जसले गर्दा पाइलअप भइरहेको ठुलो प्रोजेक्ट्सहरूलाई पुग्ने लगानी आउँछ। त्यही भएर कुनै पनि कन्ट्रीमा स्टक एक्सचेन्ज हुने एकदमै इम्पोर्टेन्ट छ। यो भिडियोमा हामीले सेयर मार्केटको फन्डामेन्टल कुरा सँगसँगै हरेक देशमा स्टक मार्केट किन इम्पोर्टेन्ट छ भन्ने कुरा पनि बुझायौँ। अब यो सिरिजको सेकेन्ड भिडियोमा कसरी कारोबार सुरु गर्ने कुरा लिएर आउनेछु। त्यति बेलासम्म स्टे ट्युन्ड।